आजको भिडियोमा हामी गर्न जाँदैछौँ ह्यान्ड अप डाउन च्यालेन्ज। 3 2 1 go 3 2 1 go 3 2 1 go ल खाऊ जाऊ ल खाऊ मोमो भ्याइदेऊ छिटो 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 खाले खा भ्यासले खा अड्किरहेको रहेछ। Alright guys, welcome to my YouTube channel and another challenge video. I hope हजुर सबै सन्चै हुनुहुन्छ होला। हामी पनि एकदम सन्चै छौँ। सो हामीले चाहिँ आजभन्दा केही दिन अगाडि चाहिँ यसरी उफ्रिने यता यता जम्प एन्ड रन वाला च्यालेन्ज गरेका थियौँ। त्यसमा सबैजनाले पार्ट 2 भनेर कमेन्ट गर्नुभएको थियो यो अप डाउन वाला। त्यसैले हामीले चाहिँ अप एन्ड डाउन वाला च्यालेन्ज लिएर आएका छौँ। सो हजुरहरूले कालेलाई नि धेरै मिस गर्नुभयो। यहाँ आइसकेको छ हाम्रो काले भाइ केही प्रब्लमको कारणले हेरी यो आएको थिएन यसको घराइसी कुराहरू अनि हात पनि अहिले ठिक छ है। र यसले अप डाउन गर्न र अप डाउन पुरा भिडियो चाहिँ गरेर फेरि भ्लग गर्दै हिँडेर म्याच अहिले चाहिँ ल हामीसँग खाजा चाहिँ त्यही चाहिँ चटपट छ देख्न सक्नुहुन्छ। अन्त हाम्रो मोमो छ मोमो पनि देख्न सक्नुहुन्छ। अब फेरि यसमा के हो भने हाम्रो कालेले चाहिँ फेरि चिकन बफहरू चाहिँ खाँदैन क्या अरूले यो मुस्लिम हो नि त हलाल गरेर खान्छ। अब यो मुस्लिम हो भन्दाखेरि नि हामीलाई नेगेटिभ नलिनु होला। मुस्लिम हो त मुस्लिमै भन्नु पर्दैन होइन। यसले चाहिँ चटपट खान्छ अरे यो चाहिँ हलाल गरेको मासु मात्र खान्छ नि त। यो भेजिटेरियन चाहिँ होइन है फेरि है खान्छ सबै तर हलाल गरेको हजुरहरूले बुझ्नुहुन्छ होला कतिजनाले। सो गाइज हजुरलाई चाहिँ स्क्रिप्ट बताउँछ आजको रुल्स चाहिँ कस्तो होला गाइज आऊ त ल 3 2 1 go दौडी 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 एउटा म भएको चर्पा भएको ठ्याक्क चर्पामा खुर्सानी पर्यो भयो क्या तेरो बाजे। सो मैले चाहिँ विचार गरे मात्र हो कि यो चाहिँ पुरा त कतिको एक्साइटेड छस्? एकदम मजा आयो। धेरै पछि च्यालेन्ज गर्नु पायो नि त पुरा उहाँ त होस्ट गरेर नि त अहिले भाइहरूलाई कहिले चाक देखाउनु लगा कहिले खुर्सा देखाउनु लगा कहिले पड्का कहिले गोबर दला बिचरा है। सो तिमी आजको च्यालेन्जको एक्साइटेड छौ कि छैनौ? छ एकदम। अनि हाम्रो सालो केटा एकदम एक्साइटेड। अहिले भएर खाना आएको है ढुस्छ तर खाना त मन लाग्यो होला। तर खाना खाएन घर घर खाना आएर जा छिटो खाएर आइज नि त खाएर आइज ल। सो गाइस त्यही हो रुल्स अप डाउन गर्ने अनि त्यहाँबाट आलु छुने अनि त्यसपछि खाने है त ल रेडी गाइस ल कतिको एक्साइटेड केटा नर्भस भएर त फिटे त रेडी हो केटा हो रेडी अन माई काउन्ट हात राख ल 3 2 1 go 3 2 1 go ल खाऊ जाऊ ल खाऊ मोमो भ्याइदेऊ ल ल ल छिटो पैसा नबस सालो छिटो ल आउ न सालो आऊ त्यसरी पाउँदैन क्या रुल्स भनेको छिटो आयो र तिमीहरू जो छ ल रेडी 3 2 1 go ल खा फिटे आइज ल ल भ्यायो एलन भाइले पाउँदैन क्या हो चान्स है ल 3 2 1 go ए भाइ के गरेको ल ल ल ल ल भाइलाई मुखको त नि ल 3 2 1 go भाइ भ्याइदेऊ भाइ पुरै भ्याइदेऊ भाइ भयो ओए के गरेको अरे देखेन खाएको ल तल त मोमो खानु होइन नि 3 2 1 go ल 3 2 1 go ल रेडी 3 2 1 go ल मोमो भ्यायो अब चट्नी चाट न ल पोजिसन केटा पोजिसन 3 2 1 go भ्यायो भाइ भ्यायो जा उता झ्याली खेल्छ यार बिटे जेमा पनि यार कालेको त पाले आएन के 3 2 1 go ल रोको रे आएर यहाँ छोइ तिमीहरू राम्रोसँग नि गरिराखेन रुल्स आएर छोएर स्टप भन ल रेडी 3 2 1 go भएन 3 2 1 go 3 2 1 go 3 2 1 go दिमाग हेरिरहेको यसरी बल्ल अनि पो हुन्छ त नि भेट्यो कालेले चाँचै पाइरहेन यसको त किस्मत पनि ल 3 2 1 go जा ओए भ्याए एलन ब्लग चटपट चाहन पाएन है मोमो खान्छ त अनि हतार गरेर रेडी 3 2 1 go भ्याइदेऊ भाइ आनन्दले मस्तले कालेलाई त खानै पाएन त यार एउटाले त्यही चटपटै बाँकी थियो त्यो चटपट पनि भ्याइदिन्छ क्या केटाहरूले ल रेडी 3 2 1 go 3 2 1 go
काले त ल रेडी 3 2 1 गो जा 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 साह्रो अब मुखको निलेर बस पहिला फिटे थाक्यो हेर्न फिटेन सबभन्दा लुजर वाइयात खेलाडी भनेको फिटेने हो क्या हाम्रो ग्रुपको रेडी हो 3 2 1 गो गाउँ गाउँ मुखै खाइदियो बरु यिनीहरूलाई त ल लास्ट हो कि आउने नि रेडी तर भात खाएन भनेको मान्छे त के हो त फेरि यस्तो खुलित्तै 3 2 1 गो 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 काले काले चपर चाहनै पाएन है ल ल ल ल पोजिसन पोजिसन केटा पोजिसन फिटे 3 2 1 गो 3 2 1 गो 3 2 1 गो 3 2 1 गो पालै नआउने भयो त कालेर फिटेको त मेरो झन् ओजी प्लेयरहरू हो यार मेरो यार खतरनाक च्यालेन्जरहरू हो यार पुरानो यार ओरिजिनल रेडी हो 3 2 1 गो 3 2 1 गो ल पोजिसन पोजिसन ल पोजिसन 3 2 1 गो 3 2 1 गो ओए भन भन काले पोजिसन त लिए 3 2 1 गो ओए खायो अब खायो झुसले खायो 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 ओए दबाई भात आसरी खायो ओए झ्याले त साले हेर त्यसो चिटर नगर अब जसले चिटिङ गर्छ केटाहरूले 3 जनाले थप्पड हान्न पाउँछ है 3 2 1 गो 3 2 1 गो 3 2 1 गो तिम्रो त अहिलेसम्म मुखमा ए अहिले नै आँखा परेको थियो है काले देखेर त मलाई त दया लाग्यो पैसा चेन्ज गर पैसा ल पाउँछ कि के थाहा हो 3 2 1 गो 3 2 1 गो ल स्टप 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 भाता जसरी आएर काले काले ब्लग ल 3 2 1 गो 3 2 1 गो 3 2 1 गो फेरि कालेको चान्स आउँदैन त ए आमा हो एकास कसम एकास खाएन है ल ओ तिमीहरूले प्लान गरेर होइन कालेलाई जिताइदिउँ न एकचोटि ल ल रेडी 3 2 1 गो 3 2 1 गो ओ जित्यो ओ काले हडप छिटो 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 काले खा म्यासरी खा अड्किरहेको रहेछ ओ कुलोमा छ पानी कुलोमा बल्ल बल्ल हेर मैले त्यही पनि अड्काएँ कि पानी उठायो कि पानी छ आज पानी भरेन क्या कोहीले पनि बल्ल बल्ल खान पाइदियो काले त्यही पनि घाँटीमा अड्कायो कि अब उहीँ छ धारा पानी उता हाम्रो घरमा पानी अब 3 4 हो गाई यार यार गाली खाने बाटो भयो यार पानी झरी छैन अब छैन त धारै सुक्यो त रेडी हो 3 2 1 गो 3 2 1 गो ल फिटे फिटे पुरै भ्याइदियो फिटे पुरै भ्याइदियो ओ भ्याइदिनु लाग्यो छिटो लास्ट गास भयो नि पाउँछ काले आइज रेडी हो रेडी हो ल मिठो 3 2 1 गो 3 2 1 गो सालो उता उकालो ल 3 2 1 गो भ्याइदियो भाइ एलोन पुरै भ्याइदियो पुरै भ्याइदियो 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 ल एकास एकास छ एकास छ एकास छ ल्यापे एकास छ है एकास छ के एउटा एकास छ रेडी हो 3 2 1 गो 3 2 1 गो 3 2 1 गो ल फिटे 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 चार्दै चम्मै चाडेर भ्याइदियो पचार नि भ्याइदिए ओएमजी आम पचक एक गास खान पाएँ है एकचोटि सड्किरहेको त्यही पनि नाइस 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 कहाँ जा रहे हो भाइ लोग ओके गाइज यो हजुरहरूले कमेन्ट सेक्सनमा कमेन्ट गरौँ कि सबभन्दा धेरै कसले खायो र सबभन्दा थोरै कसले खायो भनेर म त थोरै खाने त यही हो धेरै खाने चाहिँ सालो सालोले पाकको पाइ गऱ्यो अनि त्यहाँबाट अहिले खायो खाना त एलोन भाइले पनि खायो तर सबसे धेरै चाहिँ हाम्रो सालो केटाले खायो सबसे थोरै चाहिँ हाम्रो कालेले खायो बल्ल बल्ल चान्स पाएको चढ खाने त्यही पनि अड्कायो घाँटी चाहिँ यत्रो खैर हजुरहरूलाई रमाइलो लाग्यो कि लागेन यदि हजुरहरूलाई यो पार्ट राम्रो लाग्यो भने कमेन्ट सेक्सनमा नेक्स्ट पार्ट भनेर लेखिदिनु होला हामीले अर्को पार्ट फेरि यो पनि दामी छ कि यो यता 1 2 3 को यो बवाल हो नि यो च्यालेन्ज होइन सो हामीले अस्ति नै गरेको त्यो चाहिँ बवाल हो कि त्यो हामीले
अर्कोचोटि लिएर आउनेवाला छौँ। सो आजलाई यति नै, अब भोलि भेट्छौँ अर्को च्यालेन्ज भिडियोको साथमा। त्यतिखेरसम्मको लागि बाई बाई।